हाई आज हाम्रो चिट डे सो पिङ्कु मैले डिसाइड गरेँ आज हामी के बनाउने पिङ्कु हटपट हो लेट्स सी कसरी बन्छ हामीले के इन्ग्रिडियन्ट्सहरू राखेको छु त्यो पनि तपाईँले देखाउनेवाला छौँ लेट्स सी है यहाँ हाम्रो पिङ्कुले के रेडी गर्दैछिन् होइन यो इन्ग्रिडियन्ट्सहरू यसमा यो सबै चिज हालेर हामी तयार पार्नेछौँ मोमो पनि हाल्ने है लास्टमा मोमो चाहिँ चियर्स पोको है फेरि साथीहरू अन्यथा नसोच्नु ल हामी बियर खाने चलन चाहिँ छैन आज चिट डे भएर हामीले यो पनि चिट डेको दिन खाएको लेट्स स्टार्ट हामी चाहिँ अलिकति ओइलमा अलिकति के पनि तपाईँले के घिउ ओइल तपाईँले के मनपर्छ त्यसमा हल्का प्याजलाई चाहिँ अलिकति फ्राई गरौँ तपाईँले चिकन र चिकन भएपछि त्यसलाई पनि तपाईँले फ्राई गरेर राख्न सक्नुहुन्छ हामीले चाहिँ र चिकन नराख्ने डिसाइड गऱ्यौँ के हो पिङ्कु यो एकछिन चाहिँ लसुनलाई स्टिर फ्राई गर्ने कति राम्रो मान्छेले पकाउँदैछ नि मेरो मान्छेले काम मात्रै हो कति राम्रो मान्छेले पकाइदियो नमिठो भने त पुरै हुँदैन आई क्यान टेस्ट यस्तो मिठो बनाउँछ भने मलाई थाहा छ अब प्याज यसलाई फ्राई गर्ने अब यसमा चाहिँ हामी सिधै बोइल वाटर है हट वाटर राख्ने मजाले मजाले राख्ने हजुर किनभने पछि सबै चिज राख्नुपर्छ होला नि ट्रेनिङ गरेर चाहिँ उनले मलाई यस्तो मिठो मिठो पाउँछ नि अब मलाई बानी परिसक्यो चाहिँ मजाले बसेर खाने बानी पऱ्यो अनि एउटा हामी एउटा चिकन क्युब हाल्दैछौँ है चिकन क्युब राखिन् पिङ्की महारानीले अनि त्यसपछि हामी यो हाल्दै मलाई लाग्छ थाहा छ यो आज हाम्रो चिट डे भन्दा नि एकदम सुपर हेल्दी बन्नेवाला छ किनभने यसमा के ओइलहरू त केही पनि छैन नि त जस्ट बोइल वाटरमा हामीले राखेर यो सबै यो चाहिँ हामीले पनिर अनि चिकन ससेज एन्ड दिस इज अ हटपट सस यो चाहिँ हामीले कहाँबाट किनेको पिङ्कु यो बाटबाट यो चाहिँ तपाईँको इच्छा अनुसारले होइन स्वाद अनुसारले फर्स्टमा हामी 1 स्पुन राखेर ट्राई गर्छौँ त्यसपछि कस्तो हुन्छ टेस्ट त्यसपछि एड गर्नु पर्ला अलिकति चाहिँ सोया सस अलिकति अझ हालौँ यो चाहिँ राइस केक हामी यसमा यो पनि एड गर्नेछ होइन सबै धेरै हुन्छ होला के जस्तो भएको छ रे पिङ्कु त्यो यो हुन्छ नि थारूले बनाउने ढिक्री है चामलको अनि नुडल्स हामी कुन हाल्ने त कति धेरै अप्सन छ हामीहरूसँग होइन टुपियम एन्ड अर्को पनि छ बुल्डक त धेरै पिरो हुन्छ होला बुल्डक नहाल्नु है टुपियम अनि त्यो क्रिमीवाला एउटा स्पाइस क्रिमी पनि राख्नु अनि अब गयो त्यसमा साग तपाईँले यसमा कुनै पनि भेजिसहरू राख्न सक्नुहुन्छ मसरुमहरू जे पनि होइन भेजिसहरू बट हामीले चाहिँ अहिले साग मात्र राख्ने डिसाइड गरेँ किनभने चाहिँ अलरेडी यसमा फुल भइसक्यो सबै कुराहरूले सो द्याट साग राख्यौँ साथीहरू तपाईँलाई एउटा कुरा थाहा छ मैले उहाँलाई किन सिकाइरहेको उहाँ जाँदैछन् अस्ट्रेलिया अनि यत्तिकै बसेर खाउँला भन्दा यति बाँठी होइन त्यही भएर मलाई म सब सिकाउँदैछु जो कि मेरो भाइलाई बसेपछि खुवाउनु पर्ला दिनु है माई गड हामी नुडल्स हाल्न गइरहेछौँ फर्स्टमा हामी यसको के हाल्ने मसलाहरू है आज त हामी मोज गर्ने भए नुडल्सदेखि लिएर एक हप्ताभरि हामीले डाइट गरेर सब आज निकाल्ने भयो हामी के छैन फेरि गर्नुपर्छ
अब चाहिँ के हाल्दैछ हामी अब चाहिँ मोमो राख्नु लास्टमा मोमो राख्नु लास्टमा है नत्र दुवै हुन्छ अनि यस्तो भयो so delicious मोमो राख्यौँ हामीले हाम्रो पिङ्की महारानीले मोमो राख्नुभयो एकछिन नचलाउनु है नचलाउनु उ गऱ्यो काट्नु ढाक्नु पर्दैन होला है यतिकै स्ट्रेट बोइल गरेर राख्नु माई गड यस्तो टेस्टी होला जस्तो भएको छ है तपाईँतिर कस्तो छ गाइज म चाहिँ मेरो भाइ रानीलाई पेलेर नि खाना पका भनेर खाना पकाउनु लगाउँछु त्यस्तो के होइन अनि उहाँले मलाई मेरो लागि खाना पकाउनुहुन्छ मैले खाने अनि उहाँले पकाएको मैले खाने हो यस्तो दिजुले पकाउने हो यस्तो मिठो खाना पकाइसिन्छ मेरो भाइ रानीले ओ माई गड यहाँ हेर्नुहोस् त यस्तो डिलिसियस देखिया छ अनि अलिकति हामीले सल्टहरू भएको छ कि नै भनेर टेस्ट गरेको ओ माई गड अमेजिङ यस्तो टेस्ट भएको छ नि वाउ अब यो मलाई लाग्छ यो भइसकेछ एकछिन यसलाई त्यतिकै अफ गरेर अनि एकछिन सेलाउन दिनुपर्छ होला अब हामी चाहिँ यस्तो डिलिसियस हाम्रो हटपटलाई हामी सर्भ गर्न गइरहेछौँ हाम्रो मिस्टर डग कहाँ छ त्यो बाहिर छ क्या त्यसलाई के दिने हो त्यसले पनि यही खान्छ आज हटपट अब हामी चाहिँ मजाले ओ माई गड हामी त भयो रेडी खानको लागि यु सुड ट्राई वान्स यस्तो मिठो देखिरहेछ बट म ट्राई गर्छु अनि तपाईँलाई भन्छु नि कस्तो भइरहेछ फुटबल म्याच के छ हेर्नु पऱ्यो फुटबल पनि यहीँ बसेर मजाले ल चियर्स ट्राई गरौँ ल फर्स्टमा तातो होला नि ओ माई गड वाउ यो कस्तो भइरहेको छ लाइक तपाईँले थाइल्यान्डतिर तपाईँले सुपहरू खानुहुन्छ नि टमयम सुपहरू त्यस्तो यस्तो मिठो यो सुप रियली यो सुप ट्राई गर्छ है कस्तो मिठो भएको छ हाम्रो फर्स्ट अटेम्प्ट हो यही हो मिठो बनाउने फर्स्ट ट्राईमा मिठो वाउ